सम्पूर्ण साथीहरुमा नमस्कार। के हजुर हामीले प्रयोग गर्ने गरेको साबुनको गुणस्तर हेर्ने गर्नुभएको छ? जुन नुहाउने साबुन हुन्छ त्यसको शुद्धता कस्तो छ भनेर हेर्ने गर्नुभएको छ? यदि छैन भने आजदेखि हेर्न सुरु गर्नुहोस्। किन भन्दाखेरि हामीले नुहाउने साबुन यदि गुणस्तरयुक्त परेन भने हाम्रो शरीरमा छाला सम्बन्धी विभिन्न रोगहरू लाग्न सक्छन्। केमिकल बढी भएको साबुन यो प्रयोग गर्दाखेरि हाम्रो छालाहरू चिलाउने, छालामा खटिराहरू आउने लगायतका समस्याहरू देखा पर्न सक्छन्। त्यसैले कसरी हेर्ने यसको गुणस्तर भनेर थाहा छैन भने म तपाईहरुलाई सिकाउँदैछु। त्यसैले भिडियोलाई अन्तसम्म हेरिदिनु होला र मन परेमा एक लाइक, एक कमेन्ट, शेयर गरेर सबैसामु पुर्याइदिनु होला। प्रत्येक साबुनमा लेखिएको हुन्छ टीएफएम भनेर। यो टीएफएम को अर्थ हो टोटल फ्याटी म्याटर र यसले नै साबुनको शुद्धतालाई नाप्ने काम गर्छ, गुणस्तरलाई बताउने काम गर्छ। जुन साबुनमा टीएफएम 76% भन्दा माथि हुन्छ त्यसलाई साबुन ए ग्रेडको मानिन्छ। त्यसैगरी 70% भन्दा माथि छ भने त्यसलाई बी ग्रेडको मानिन्छ र 70% भन्दा तल छ भने त्यसलाई सी ग्रेडको मानिन्छ। प्राय गरी 70% भन्दा तलको साबुनहरू चाहिँ जनावरलाई नुहाउनको लागि प्रयोग गरिन्छ। जनावर र मानिसको छाला चाहिँ फरक हुने भएकोले हामीले त्यस्तो साबुन युज गर्दाखेरि हामीलाई चाहिँ समस्या आउँछ। त्यसैले हजुरहरूले अबदेखि साबुन किन्दाखेरि यो टीएफएम लाई एकदम ध्यान दिनु होला र सोही अनुसार गुणस्तरीय साबुनहरू खरिद गर्नु होला। धन्यवाद।